सबैलाई प्रभु येशू ख्रीष्टको नाममा न्यानो अभिवादन जय मसीह। आजको संगति हामी सुरु गर्नेछौँ अनि संगतिको सुरुमा चाहिँ हामी प्रार्थना गरेर आजको संगतिलाई अगाडि बढाउनेछौँ। आउनुहोस् हामी हाम्रो शारीरिक आँखाहरू बन्द गरेर परमेश्वरलाई आजको दिनको निम्ति धन्यवाद चढाउँ। महान अनि सर्वशक्तिमान परमेश्वर पिता, तपाईँ परम प्रभुलाई धन्यवाद छ प्रभु आजको दिनको निम्ति, जुन दिन चाहिँ प्रभु तपाईँले हाम्रो निम्ति सृजना गरेर अनि हामीलाई यो दिन प्रभु तपाईँले यहाँ एक ठाउँमा भेला गर्नुभएको छ। तपाईँ परम प्रभुको नामलाई उचाल्न अनि तपाईँलाई धन्यवाद चढाउन हामी सबै एकै मनको भएर प्रभु आएका छौँ। तपाईँ परमेश्वर हाम्रो बिचमा रहनु भएको होस्, तपाईँको उपस्थिति हाम्रो बिचमा जनाइदिनु भएको होस् प्रभु। धन्यवाद छ सबै कुराको लागि। हाम्रो सबै समय तपाईँलाई अर्पण गर्दछौँ प्रभु। तपाईँ परमेश्वरले नै अगुवाई गर्नुभएको होस् येशू प्रभुको नाममा, आमेन। हुन्छ, हामी सबैजना उठेर प्रेरितहरूको विश्वासको साथ एकैसाथ पढ्नेछौँ। हुन्छ, हामी पढौँ। म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथि अनि उहाँको एक्लै पुत्र हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रुसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउतनुभयो, स्वर्गमा चढी जानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको सङ्गतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि, आमेन। हामी सबैजना आफ्नो ठाउँमा बस्नेछौँ। आजको संगति चाहिँ हामी हेर न हेर सृष्टिको सुन्दरता गाएर अगाडि बढाउनेछौँ।
सबैले ताली बजाएर मलाई धन्यवाद दिनु। त्यस पछाडि हामी चाहिँ क्रिसमस नजिकै आएको भएको कारण चाहिँ हामी क्रिसमसको गीत गाउनेछौँ। भजन नम्बर 25 सबैजनाले ताली बजाएर गाउनु भएको होस् है। अहिले होइन गीत सुरु भएपछि ताली बजाउनु भनेको। प्रभु येशू ख्रीष्ट चाहिँ संसारमा आजभन्दा 2025 वर्ष अगाडि चाहिँ पापी जनको उद्धार गर्नलाई, पापी मानिसको उद्धार गर्नलाई चाहिँ जन्म लिनुभयो। त्यसकै खुसियालीमा चाहिँ हामीले यो गीत गाएको। त्यस पछाडि हामी अर्को पनि क्रिसमसकै गीत गाउनेछौँ। डिसेम्बर 25 चाहिँ आउन लागेको कारण हामी चाहिँ त्यसको लागि तयारी गरेको। हामी 35 नम्बर जब प्रभु येशू ख्रीष्टको जन्म भयो तब आकाशमा चाहिँ एकदमै उज्यालो तारा चाहिँ देखिएको। त्यसकारण त्यही गीत चाहिँ गोठालाहरूले चाहिँ परमेश्वरको जन्म भएको कुरा चाहिँ थाहा पाएको। अनि त्यसैको हामी चाहिँ यो गीत गाउनेछौँ। सबैजना हामी गाउँ। सायद पुरानो भजन हो, सबैलाई आउँछ, चर्च जानेहरू सबैलाई आउँछ। Oh
परमेश्वरको दर्शन गर्नलाई चाहिँ ढिलो गर्नु हुँदैन। दर्शन गर्ने भने फेरि चर्च मात्र आउने भने होइन, परमेश्वरसँग सङ्गति गर्न चाहिँ दिनदिनै हाम्रो दैनिकी जीवनमा अनि हाम्रो हरेक समयमा चाहिँ परमेश्वर सँगसँगै हिँड्नलाई, परमेश्वरको उपस्थिति महसुस गर्नलाई, दर्शन गर्नलाई चाहिँ हामी सदैव तयारी अवस्थामा रहनुपर्छ। हामी भजन सङ्ग्रह 100 तपाईँहरूले देख्न सक्नुहुनेछ स्क्रिनमा। म पढिदिन्छु, तपाईँहरूले चाहिँ ध्यान दिएर सुन्नुभएको होस्। हामी स्तुति प्रशंसामा जानुभन्दा अगाडि चाहिँ हामी यो भजन सङ्ग्रह 100 त्यहाँ चाहिँ के भनेछ भनेदेखि धन्यवादको भजन। साँच्चै नै परमेश्वरले हाम्रो निम्ति गरिदिनु भएको सबै उत्तम कुराहरूको निम्ति हामीले चाहिँ धन्यवाद बाहेक केही पनि दिन सक्दैनौँ। हामीले जति नै दिए पनि उहाँको प्रेमको लागि चाहिँ त्यो हामीले दिएको कुरा चाहिँ के हुन्छ त, मूल्यहीन। तर यदि हामीले हाम्रो जीवन दिन्छौँ, परमेश्वरलाई हामी समर्पण गर्छौँ, हाम्रो आत्मा प्राण शरीर भन्ने चाहिँ त्यो चाहिँ परमेश्वरको निम्ति मूल्यवान हो। परमेश्वर सबै धन सम्पत्ति पृथ्वीमा भएको यावत थोक परमेश्वरकै हो। तर हामीलाई सदैव स्वस्थ राख्नुभयो, सुरक्षित राख्नुभयो, अनुग्रह गर्नुभयो, त्यसको लागि चाहिँ हामी आज धन्यवाद चढाउन आएका छौँ। त्यसको लागि हामी भजन सङ्ग्रह 100 यहाँ चाहिँ धन्यवादको भजन भनेको छ। हामी सबै पृथ्वीको मानिसहरूलाई चाहिँ परमेश्वरले यो आह्वान गर्नुहुन्छ, हे सारा पृथ्वीका मानिस हो परम प्रभुको जय जयकार भन। लेखकले चाहिँ यसरी भन्दछन्, आनन्द साथ परम प्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ। परम प्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले नै हामीलाई बनाउनु भयो र हामी उहाँकै हौँ। हामी उहाँका प्रजा र उहाँको खर्कका भेडाहरू हौँ। उहाँको भवनका द्वारहरूभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढाओ र उहाँको नाउँको प्रशंसा गर, किनभने परम प्रभु भला हुनुहुन्छ, उहाँको करुणा सदाकाल रहन्छ, उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रहि नै रहन्छ। साँच्चै नै परमेश्वर चाहिँ भलो गर्ने परमेश्वर हुनुहुन्छ। उहाँले चाहिँ हाम्रो निम्ति कति भलोको काम गर्नुभएको छ अनि उहाँको विश्वसनीयता आजभन्दा हजारौँ वर्ष अगाडि यो पुस्तक लेखिएको हो। त्यो व्यक्तिले जसले लेख्यो यो पुस्तक, उसले चाहिँ परमेश्वरसँग नजिक रहेर आफ्नो जीवन व्यतीत गरेको थियो, बिताएको थियो। त्यसकारण परमेश्वरको सबै अनुग्रह चाहिँ उसलाई के छ त, मनन छ। त्यसकारण पृथ्वीको मानिसहरूलाई पनि, संसारमा जति पनि आउँछ मानिसहरू, ती सबैको निम्ति चाहिँ उसले के गर्छ त, आह्वान गरेको छ। आओ हामी सबै मिलेर चाहिँ त्यस्तो परमेश्वरलाई धन्यवाद चढाउँ, धन्यवाद सहित उहाँको मन्दिर अथवा उहाँको उपस्थितिमा जाउँ भनेर उसले चाहिँ के गरेको छ त, आह्वान गरेको छ। त्यस्तो परमेश्वरलाई धन्यवाद चढाउन हामी फेरि पनि यस ठाउँमा भेला भएका छौँ। सबैजना आफ्नो ठाउँमा उठेर अनि हामी स्तुति प्रशंसामा 41 नम्बरको कोरस गाएर सुरु गर्नेछौँ। Thank you.
भयो त्यस्तो परमेश्वरलाई हामी धन्यवाद चढाउँदछौँ। तपाईँ परमप्रभुको चोकभित्र आनन्दको भेनी लिएर आउँदछौँ। तपाईँ परमप्रभुको उपस्थितिमा रमाउन आउँदछौँ। प्रभु तपाईँ परमेश्वरले गर्नुभएको उद्धारको निम्ति तपाईँलाई धन्यवाद चढाउन आउँदछौँ। तपाईँ परमेश्वरले गर्नुभएको प्रेमको निम्ति तपाईँलाई धन्यवाद चढाउँदछौँ। प्रभु तपाईँ परमप्रभुको अनुग्रहको निम्ति तपाईँ परमेश्वरलाई धन्यवाद छ। प्रभु आफ्नो पुत्र हाम्रो निम्ति संसारमा पठाउनु पिता तपाईँ परमप्रभु
सर्वशक्तिमान पिता तपाईँ परमप्रभुलाई धन्यवाद चाहन्छु। तपाईँ स्वर्ग अनि पृथ्वी सृष्टि गर्नुहुने, स्वर्ग अनि पृथ्वीमा विराजमान हुनुभएको, स्वर्ग तपाईँको अनि पृथ्वी तपाईँको पावदान हो प्रभु। त्यस्तो परमेश्वरलाई हामी धन्यवाद चढाउनलाई त्यो मौका दिनुभयो प्रभु। हाम्रो शरीरलाई, हाम्रो हृदयलाई चाहिँ तपाईँले प्रभु त्यो तयारी अवस्थामा राख्नुभयो तपाईँसँग भेट गर्नलाई, तपाईँको विश्राम दिनमा प्रभु तपाईँको उपस्थितिमा रमाउनलाई, तपाईँको निम्ति गाउनलाई, धन्यवाद चढाउनलाई त्यो हृदय प्रदान गर्नुहुने पिता तपाईँ परमप्रभुलाई धन्यवाद छ परमेश्वर। हप्ताभरिको हाम्रो प्रभु बिजी अनि व्यस्त समयबाट प्रभु तपाईँ परमेश्वरले हामीलाई फेरि पनि आजको विश्राम दिनमा ल्याउनु भयो। तपाईँ परमेश्वरलाई धन्यवाद। तपाईँको उपस्थिति हाम्रो बिचमा राखिदिनु भएको लागि तपाईँ परमेश्वरलाई धन्यवाद। तपाईँ परमेश्वरले चाहिँ हाम्रो स्तुति अनि प्रशंसामा प्रभु विराजमान हुनुभएको लागि तपाईँ परमेश्वरलाई धन्यवाद प्रभु। सबै कुराको लागि तपाईँको प्रेमको लागि प्रभु तपाईँले यसैमा आफ्नो प्रेम प्रकट गर्नुभयो कि प्रभु मानिसको निम्ति आफ्नो पुत्रलाई मानवको रूप लिएर प्रभु यस संसारमा पठाउनुभयो ताकि प्रभु हाम्रो आत्मा चाहिँ बाँच्न सकौँ। तपाईसँग त्यो टुक्रिएको सम्बन्ध जोड्नको निम्ति प्रभु पुल एउटा निर्माणको कार्यको निम्ति प्रभु आफ्नो पुत्रलाई बलिदान गर्नुभयो प्रभु। त्यस्तो परमेश्वरलाई हामी धन्यवाद चाहन्छौँ प्रभु। सबै कुराको लागि सारा धन्यवाद स्तुति प्रशंसा प्रभु हामीले गाएको भजन कोरसमा हामीले चढाएको स्तुति प्रशंसामा तपाईँ विराजमान हुनुभएको लागि तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदै यो स्तुति प्रशंसा येशू प्रभुलाई चढाउँदछौँ। आमेन। हुन्छ, हामी आफ्नो ठाउँमा बस्नेछौँ। हामी चाहिँ हाम्रो प्रार्थना अर्ज बिन्तीमा जानेछौँ अनि अर्ज बिन्तीमा सदा चाहिँ हाम्रो प्रार्थना छ नेपाल ग्रेस मण्डली जुन उद्देश्य नियोजनाले यस ठाउँमा स्थापना गर्नुभएको छ, साँच्चै नै यस मण्डलीद्वारा चाहिँ आउँदो दिनहरूमा प्रभुको राज्य चाहिँ विस्तार हुन सकेको होस्। प्रभुको काम चाहिँ नियमित रूपले मण्डलीबाट भएको होस्। हामी त्यसको लागि प्रार्थना गर्नेछौँ। त्यस पछाडि हामी प्रार्थना गर्नेछौँ कोयर टिमको लागि। हामी सबैजना सिक्ने क्रममा छौँ अनि त्यो सिक्नलाई हाम्रो समय, हाम्रो सबै कुरा चाहिँ परमेश्वरले नै त्यो अनुग्रह गर्नुभएको होस्। सिक्ने समयमा समय दिनलाई हामी हरेकले, त्यस पछाडि सिक्नलाई त्यो हृदय अनि त्यो जोस जाँगर परमेश्वरले हामीलाई प्रदान गर्नुभएको होस् भनेर हामी प्रार्थना गर्नेछौँ। अनि त्यस्तै हामी प्रार्थना गर्नेछौँ हाम्रो 2टा बाइबल स्टडी 2 दिन हुन्छ, एउटा शनिबार अनि एउटा चाहिँ स्टुडेन्टहरूको जुन दिन पाएक पर्छ त्यस दिन मङ्गलबार। यो हप्ता चाहिँ मङ्गलबार, गएको हप्ता हामीले शुक्रबार गरेका थियौँ तर यो हप्तादेखि चाहिँ मङ्गलबार छ। अनि त्यो बाइबल स्टडीको लागि पनि प्रार्थना गरिदिनु भएको होस्। तपाईँहरूसँग समय छ भने त्यतिखेर तपाईँहरू पनि आउन सक्नुहुन्छ। अनि त्यस पछाडि हामी प्रार्थना गर्नेछौँ हाम्रो वरिपरि रहनुभएको सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूको निम्ति, उहाँहरूको सुरक्षाको निम्ति। परदेशी भूमिमा हुनुहुन्छ अनि परिवार हुनुहुन्छ धेरैजना, त्यो नानी केटाकेटीहरू सबैलाई परमेश्वरले चाहिँ अनुग्रह अनि आशिषको घेरामुनि राख्नुभएको होस् भनी हामी प्रार्थना गर्नेछौँ। त्यसै गरी हामी प्रार्थना गर्नेछौँ हाम्रो मण्डलीमा चाहिँ धेरै विद्यार्थी भाइ बहिनीहरू हामी देख्छौँ नि, उहाँहरूको कतिजना कामको सिलसिलामा टाढा जानुहुन्छ, सधैँ रेगुलर आउन सक्नुहुन्न। अनि काम गर्दा चाहिँ चाहेको सुरक्षा अनुग्रह चाहिँ परमेश्वरले प्रदान गर्नुभएको होस्। अनि हामी हरेकलाई जतिजना हामी कामको खोजीमा छौँ अनि कामहरू मिल्नलाई परमेश्वरले सहायता मद्दत गर्नुभएको होस् भनेर हामी प्रार्थना गर्नेछौँ। त्यसै गरी अर्को चाहिँ एउटा सूचना डिसेम्बर 12-7 कहिले हो 7मा चाहिँ हामी मान्ना चर्च बेलुका आइतबार बेलुकाको हाम्रो सङ्गति छ अनि त्यसको निम्ति पनि हामी प्रार्थना गर्नेछौँ। अनि यो सबै प्रार्थनाहरू चाहिँ अर्ज बिन्ती चाहिँ हाम्रो पास्टरले गरिदिनु हुनेछ। आउँछ हामी प्रार्थना गरौँ। स्वर्ग अनि पृथ्वीका मालिक परमेश्वरको तपाईँलाई धन्यवाद दिन्छु। हप्ताको सबै कुरामा सबैलाई सुरक्षा सहायता प्रदान गरी आजको यस पवित्र दिन
सबैलाई अवसर गर्दछु। साँच्चै कुरो भन्दाखेरि हामी भजन प्रकार परमेश्वरको नाउँलाई दैनिका गरेका छौँ। त्यो परमेश्वरको अनि पवित्र नाउँलाई फेरि हामीले हाम्रो सरकारले प्रणाली महिमा चढाएका छौँ। जानी नजानीका भजन परमेश्वर महिमित हुनुभएको छ भने हामी विश्वास गर्छौँ। फेरि हामी प्रार्थना गर्छौँ। प्रवासी बिन्दुमा जुन खडा भएको नेपाल देश मन्त्री छ नेपाल देश मन्त्रीको उद्देश्य योजनाको लागि हामी प्रार्थना गर्छौँ। उद्देश्य छ योजना छ त्यसमा चाहिँ यो परमेश्वरको उद्देश्य परमेश्वरको योजना भएको उसले हामी प्रार्थना गर्छौँ। देश मन्त्री प्रवासी बिन्दुमा गर्दा परमेश्वरले यसमा अरू सबै नेपाल दाजुभाइ दिदीबहिनीहरूलाई यसमा रहँदा सबै कुरामा सुरक्षा अनि सहायता प्रदान गर्नुपर्छ। यहाँ रहँदा जुन काम गर्नु काम चाहिने बल शक्ति सामर्थ्य प्रदान गर्नुभएको उसको हामी प्रार्थना गर्छौँ। प्रार्थना गर्छौँ यस समय जुन काम खोजीमा हुनुहुन्छ परमेश्वरले सबै बाइक पढ्ने ठाउँमा काम मिल्नमा परमेश्वरले सहायता गर्नुभएको परेका दिनहरूमा साथै सभा समितिमा दिन सक्ने त्यस्तो खालको कम्पनी मिल्नमा परमेश्वरले सहायता गर्छ। विशेष गरी हामी विशेष गरी नेपाली हाम्रो भाइहरूको लागि प्रार्थना गर्छौँ। विद्यार्थी विषय हुनुहुन्छ र कोरियामा रहँदा सबै कुराको विशेष गरेर आफ्नो खर्च उठाउनको लागि काम गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि सङ्गतिमा नआइकन पनि टाढा टाढा गएर काम गर्नुपर्ने शिक्षकहरू जहाँ जस्तो सक्दो त्यस्तो ठाउँमा सबै भाइहरूलाई परमेश्वरले सुरक्षा अनि सहायता प्रदान गर्नुहुन्छ र हरेक परिस्थितिमा त परमेश्वरले अगुवाई गर्नुभएको पनि हामी प्रार्थना गर्छौँ। हामी प्रार्थना गर्छौँ प्रभु हाम्रो नेपाल देश मन्त्रीका परिवार फेरि आदेशमा आउनुभएको छैन सबैले त परमेश्वरले सुरक्षा अनि सहायता कुरामा राख्नुहोस् भन्ने हामी प्रार्थना गर्छौँ। ठाउँमा छ प्रभु सबैले उहाँको काम कमाई त्यसै गरी स्वास्थ्य रहनमा परमेश्वरले सहायता गर्नुभएको हामी प्रार्थना गर्छौँ। अनि प्रार्थना गर्छौँ प्रभु हाम्रो प्रत्येक दिन शनिबार अनि नेपाली भाषाको लागि अनि नेपाली भाषामा आउने नानीहरूको लागि अनि ती नानीहरू पठाउने परिवारको लागि हामी प्रार्थना गर्छौँ। सबैले परमेश्वरले सुरक्षा सहायता प्रदान गर्नुभएको उसको प्रार्थना गर्छौँ। अनि फेरि हामी प्रार्थना गर्छौँ प्रभु सबको जो बिमार हुनुहुन्छ प्रभु जो प्रभु अभावमा हुनुहुन्छ दुःखमा हुनुहुन्छ कष्टमा हुन्छ प्रभु त परमेश्वरको क्रममा हामी राख्दछौँ। उहाँको परमेश्वरले सबै कुरामा चलाइ गर्नुभएको उहाँको आशाहरूमा परमेश्वरले भरोसा दिनुभएको उहाँको प्रभु त्यो हृदयमा काम गर्नुभएको र तपाईँ एक मात्र जीवित परमेश्वरमा सबै कुरा प्रभु सम्भव छ भन्ने कुरा बुझ्नको लागि परमेश्वरका हृदय प्रदान गर्नुभएको उसको लागि प्रार्थना गर्छौँ। त्यसै गरी हामी प्रार्थना गर्छौँ हाम्रो 12 महिनाको 7 तारिक हुने प्रभु हाम्रो मान्यता नेपाल देशमा त्यसै पनि विदेशी सामूहिक सङ्गीत छ प्रभु त्यस सङ्गीतको लागि हामी प्रार्थना गर्छौँ। देखि हामी जान सक्छौँ सबैलाई हामी तयारी गर्नुपर्ने कुरा तयारी गरेरमा परमेश्वरले सहायता गर्नु प्रार्थना फेरि पनि हामी विशेष प्रार्थना गर्छौँ। मलाई रूपमा अगुवाई गर्नुपर्छ। हामी अगाडि गएर खासै प्रभु जुन भजनहरू गाउनु भएको छ जुन बाजाहरू बजाउनु भएको छ त्यसमा त परमेश्वरले आशिष दिनुभएको छ र तपाईँ परमेश्वरको जीवितमा समर्पित हुनमा शरीरमा आत्मादेखि समर्पित हुनमा प्रभु सहायता गर्नुभएको छ भन्ने हामी प्रार्थना धन्यवाद ताकि सबै प्रार्थना प्रभुको हातमा राख्दै शरण राख्दै प्रभु प्रार्थना गर्छौँ येशू प्रभुको उच्चारण पवित्र नाम। असला धन्यवाद भएको हामी चाहिँ अब भेटीमा जानेछौँ। अनि भेटी चाहिँ आज सागर भाइले उठाइदिनु हुनेछ अगाडि आएर। हुन्छ भेटीको लागि हामी 271 नम्बरको कोरस गाएर आज भेटीमा जानेछौँ। स्तुति आराधना
अब वचनमा जानेछौँ। वचन र भेटीको लागि चाहिँ प्रार्थना गरेर आजको सेवालाई चाहिँ अगाडि बढाउनेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर, तपाईँ परमप्रभुलाई धन्यवाद प्रभु, तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छु आजको दिनको निम्ति। तपाईँको डालोमा प्रभु दशहाम छ, धन्यवाद भेटी अनि स्वेच्छा भेटी आएको छ, त्यसमा तपाईँ परमेश्वरको अनुग्रह अनि आशिष राखिदिनु भएको छ। परिश्रम गर्ने हातहरूलाई तपाईँ परमेश्वरले आफ्नो अनुग्रहको घेरामुनि राख्नुभएको छ। स्वास्थ्यमा तपाईँ परमेश्वरले अनुग्रह गर्नुभएको छ प्रभु। अनि दिनैदिनको जीविकोपार्जनको निम्ति त्यो कमाएको रकमहरूमा प्रभु तपाईँले प्रशस्त गरेर आशिष दिनुभएको छ, ताकि खर्च गर्नलाई प्रभु तपाईँ परमेश्वरले ज्ञान बुद्धि प्रदान गर्नुभएको छ। धन्यवाद छ। त्यसै गरी आउँदै गरेको वचनको लागि हामी प्रार्थना गर्दछौँ। जसरी संसारमा रहँदा शरीरलाई स्वस्थ अनि शक्ति पाउनको निम्ति प्रभु भोजन गर्दछौँ, त्यसरी नै प्रभु अनि हामी संसारमा छौँ अनि शरीर मात्र होइन तर हाम्रो आत्मा पनि प्रभु तन्दुरुस्त रहनुपर्छ। त्यसकारण आत्माको लागि जुन आत्मिकी भोजन तपाईँको दासद्वारा आउँदैछ, तपाईँ परमेश्वरको अनुग्रह राखिदिनु भएको छ। तपाईँ परमेश्वरले सहायता अनि मद्दत गर्नुभएको छ। पवित्र आत्मा तपाईँले उहाँलाई चाहिँ अगुवाई गर्नुभएको छ। के भन्न चाहनुहुन्छ प्रभु हामीहरूको बिचमा उहाँद्वारा चाहिँ तपाईँ परमेश्वरले आफ्नो इच्छा हामीहरूको माझमा प्रकट गर्नुभएको छ प्रभु। सुन्ने अनि सुनाउने दुवैतर्फ गएर तपाईँले आशिषको काम गर्नुभएको छ प्रभु। धन्यवाद छ सबै कुराको लागि, भेटीको लागि धन्यवाद छ, वचनको लागि अगुवाई माग्दछौँ येशू प्रभुको नाममा, आमेन। हामी बाँकी समय त हाम्रो पास्टरलाई दिनेछौँ। धन्यवाद। यहाँ सबैलाई ख्रिस्टीय बिहान जय मसीह। आवाज सुन्नु भएको छ। यहाँ सबैलाई ख्रिस्टीय बिहान जय मसीह। धन्यवाद यहाँहरूलाई। यतिन्जेलसम्म विशेष हाम्रो पार्टीहरूलाई भाइहरूलाई अनि त्यसै गरी बहिनीलाई जुन भजन पुरस्कारमा परमेश्वरले सहायता गर्नुभयो, त्यसको लागि हामी परमेश्वरलाई धन्यवाद दिनेछौँ। अनि त्यसै गरी उहाँहरूको जीवनमा परमेश्वरले सबै कुराहरूमा आशिषमय बनाउनु भएको छ भनेर अझै भोलिका दिनहरूमा अझ आत्मैदेखि हृदयदेखि नै अझ धेरैभन्दा धेरै राम्रोसँग गाउन सक्ने, धेरैभन्दा धेरै राम्रोसँग चाहिँ बजाउन सक्ने आशिष परमेश्वरले उहाँहरूको जीवनमा दिनुभएको छ। र भोलिका दिनमा उहाँद्वारा हामी सुन्नेहरू पनि पछाडिबाट आशिष हुने अनि आशिष भएका छौँ र धेरै आशिष हुने त्यो समय हुन सकेको छ भने हामी प्रार्थना गर्नेछौँ। अनि विशेष गरेर यतिन्जेलसम्म हामी चाहिँ धेरै गरेर भजन पुरस्कारमा सहायता गर्नुभयो। त्यसै गरी कोही नयाँ हुनुहुन्छ होला, कोही पुरानो हुनुहुन्छ होला। विशेष गरेर चाहिँ केही हामीले नोटिसको बारेमा पनि थाहा गर्न सक्यौँ, केही चाहिँ अनि परमेश्वरको बारेमा पनि हामी थाहा गर्न सक्यौँ। अनि दोस्रो चाहिँ विशेष गरेर डिसेम्बर 25 अब यहाँ सबैलाई थाहै छ क्रिसमस आउनु लागेको छ। त्यसको लागि हामीले केही भजन पुरस्कारहरू पनि गायौँ र अरू चर्चमै नजाने व्यक्तिहरू भए पनि डिसेम्बर 25 भनेपछि क्रिसमस विशेष गरेर त्यहाँ बिदाको दिन भएको कारणले गर्दाखेरि त्यो पनि हामीलाई थाहा गर्न सक्छौँ। र विशेष गरी एउटा नोटिस फेरि चाहिँ क्रिसमसको लागि चाहिँ विशेष गरेर अब हाम्रो नेपाली विद्यार्थी भाइहरू चाहिँ धेरै हुनुहुन्छ र कोही कामको सिलसिलामा टाढा हुनुहुन्छ, कोही चाहिँ नजिकै हुनुहुन्छ। र आज मात्र हामीले चाहिँ हाम्रो मण्डलीमा फेरि पनि हाम्रो चाहिँ हेर नहेर सृष्टिको सुन्दरता जुन गीत सुन्नमा, त्यसै गरी गाउनुमा जति आनन्द छ र त्यसमा जति पनि एउटा आशिषमय छ त्यो भजन। अनि त्यसमा चाहिँ झन् बाँसुरीको आवाज सुन्दाखेरि त्यत्तिकै पनि परमेश्वरको त्यो उपस्थितिलाई मनन गर्ने त्यो समय आज भएको छ। त्यसै गरी हाम्रो सुनिल मोक्तान भाइलाई पनि ताली खासै बजाउनु भएन, जोरदार तालीका साथ पनि फेरि उहाँले आफ्नो समयलाई बचाएर यस मण्डलीमा आइकन त्यस्तै विचारहरू परमेश्वरसँग सँगै गाउने अनि परमेश्वरसँग सँगै उहाँमा रमाउने व्यक्ति भन्नमा परमेश्वरले सहायता गर्नुभएको छ भने हामी प्रार्थना गर्छौँ। त्यसै गरी विशेष गरेर डिसेम्बर 25 को लागि चाहिँ
विशेष गरेर हाम्रो भाइ बहिनीहरूलाई पनि हामी त्यही रिक्वेस्ट गर्छौँ, आफ्नो साथीहरूलाई पनि त्यो दिनमा जति हुनुहुन्छ तपाईँको ग्रेस मण्डलीमा विशेष गरेर इन्भाइट गर्नुहोस्। र त्यस बेलामा हामी चाहिँ सक्दो सहायता, एकले अर्कालाई के सहायता गर्ने, क्रिसमस कसरी मनाउने, कुनै नयाँ तरिका आफूसँग भएको ट्यालेन्टहरू देखाउने सबै कुराहरू गर्नेछौँ। त्यसै कारणले गर्दाखेरि अघि पछि हामी व्यस्त भए पनि डिसेम्बर 24को राति अनि त्यसै गरी डिसेम्बर 25मा चाहिँ सबैले समय मिलाउनु भएको छ। यो यहाँहरूलाई अग्रिम के हो त जानकारी। अनि त्यसै गरी अब अर्को एउटा जानकारी छ, के होला त्यो चाहिँ हामी खुसी छौँ छैनौँ, किनभने हामी चाहिँ एकदमै निराशमा छौँ, हामी एकदमै दुखी छौँ, किनभने हामी एकले अर्कालाई हेर्छौँ तर पनि हामी के छौँ, त्यो मान्छे चाहिँ खुसी हुँदाखेरि के हुन्छ, हृदय जब खुसी हुन्छ तब उसको अनुहार पनि के हुन्छ भने एकदमै खुसीले चाहिँ भरिपूर्ण हुन्छ। तर जब मनमा दुःख हुन्छ ऊ जतिसुकै हाँस्छु भने पनि, जतिसुकै खुसी छु भने पनि देखिँदैन। कारण किन? किनभने आज संसारको जस्तोसुकै मानिसले पनि जस्तोसुकै जुनसुकै ठाउँमा जुनसुकै भाषा फरक भए तापनि के अरे कल्चरहरू सबै फरक भए तापनि अनुहारमा देखिने जुन एउटा त्यसलाई के भन्छ नेपालीमा, अनुहारमा देखिने चमक भनौँ अथवा जुन चाहिँ एउटा जुन भाव हुन्छ त्यो चाहिँ सबै मानिसको एउटै हुन्छ। जुन मान्छे खुसी हुन्छ, चाहे त्यो कालो होस्, चाहे गोरो होस्, चाहे राम्रो होस्, चाहे नराम्रो होस्, ऊ हाँस्दा ऊ चाहिँ धेरै नै राम्रो देखिन्छ। र हामीले चाहिँ उसको भाषै नबुझे पनि, ऊ हाम्रो दृष्टि नभए पनि अथवा ऊ हाम्रो छिमेकी नभए पनि यदि दुखी छ भने हामीले उसको अनुहारबाटै थाहा गर्न सक्छौँ। तर मैले आज हेरेको छु यहाँ तपाईँ सबै दुखित हुनुहुन्छ, तपाईँको अनुहारमा मैले हाँसै देखेको छु। हामी सबैजना खुसी छौँ? हामी आज किन खुसी हुनुपर्छ भने आज हामी चाहिँ यस पवित्र भवनमा आएका छौँ केका लागि भन्दाखेरि परमेश्वरलाई आराधना गर्नको लागि। रक्तको सबै कुरामा हामी चाहिँ व्यस्तता भनौँ, सबै कुरामा हामी चाहिँ आफ्नो व्यक्तिगत कामको लागि भनौँ अथवा अरू कामको लागि भनौँ अथवा जीवनको लागि गर्नुपर्ने जुन काम छ त्यो काम गऱ्यौँ र त्यो भौतिक थकावटको साथसाथै हामी चाहिँ आत्मिक थकावटको लाई पनि आज हामी चाहिँ के छ भन्दाखेरि विश्राम दिएर हामी चाहिँ परमेश्वरको भवनमा आएका छौँ। त्यसै कारणले गर्दाखेरि आज हामी दुखित छैन कि संसारमा सबैभन्दा खुसी हुने व्यक्ति हुनुपर्दछ। त्यसै कारणले आजको दिन अर्थात् यो दिन तपाईँहरूको लागि अनि मेरो लागि चाहिँ के हो त खुसीको दिन हो। आमेन। हुन्छ, आउनुहोस् हामी एकले अर्कालाई ताली बजाएर परमेश्वरको जीवित उपस्थितिलाई आजको वचनमा तपाईँले चाहिँ गत हप्ता लगभग लामो समयदेखि चाहिँ सुसमाचारको पुस्तकबाट मैले यहाँहरूको विषयमा विशेष गरेर मुक्ति के हो अर्थात् हामीले चाहिँ हामीलाई चाहिँ परमेश्वरले चाहिँ त्यो कुन माध्यमबाट यसरी प्रेम गर्नुभएको छ अर्थात् हामी चाहिँ वास्तवमा मुक्ति पाउनलाई के गर्नुपर्छ यी कुराहरूको बारेमा धेरै यहाँको विषयमा वचनबाट भनेको छु। र आज चाहिँ मैले यहाँको विषयमा चाहिँ वास्तवमा परमेश्वरलाई आराधना गर्ने अर्थात् असल आराधना के हो त? एउटा परमेश्वरलाई विश्वास गर्ने व्यक्तिले आराधना गर्ने भनेको के हो त? हामी यसको बारेमा धेरै कतिपय ठाउँमा हामी कन्फ्युज हुन्छौँ, कतिपय ठाउँमा आफ्नै हाम्रो चाहिँ थटहरूलाई प्रयोग गर्छौँ, कतिपय ठाउँमा हामीले चाहिँ अरू कुरा सुनेर वाह गर्छौँ होइन। तर पनि आज हामीले हरेक व्यक्तिको सोचहरू फरक हुन सक्छ, हरेक व्यक्तिहरूको सोचहरू फरक हुन सक्छौँ, हरेक व्यक्तिका विचारहरू फरक हुन सक्छन्। तर परमेश्वरलाई आराधना गर्ने र असल आराधना चाहिँ कस्तो हुनुपर्दछ र त्यो वास्तवमा हामीले चाहिँ उहाँलाई आराधना किन गर्ने विशेष गरेर चाहिँ अघि नै हामी सायद कतिले याद गर्नुभएको छ, हाम्रो म्याडमले पढेर सुन्नुभएको छ। भजन सङ्ग्रह 100बाट ल्याएको छ। भजन सङ्ग्रह 100 विशेष गरेर हामी चाहिँ जब हामी भजनको पुस्तक यदि तपाईँहरू किनभने धेरै लामो छ त्यो कारणले गर्दाखेरि कतिलाई पढ्नलाई एकदमै अल्छी लाग्छ, सबैलाई सोध्यो भने बाइबलमा भजन सङ्ग्रह पढ्न एकदमै गाह्रो लाग्छ। व्यक्तिहरू धेरै हुन्छ, भजन सङ्ग्रह पढ्नुभएको पुरै पढ्नुभएको व्यक्ति 8 गर्नुभएको भजन सङ्ग्रह पुरै पढ्नुभएको। जब तपाईँ भजन सङ्ग्रह पढ्नुहुन्छ त्यसलाई बारम्बार पढ्नुहुन्छ अनि त्यसपछि सबैभन्दा आनन्दको कुरा के भन्दाखेरि वास्तवमा त्यो जुन कवि भन्नु जुन चाहिँ भजनका बुकहरू हेऱ्यो ती शब्दहरू हेऱ्यो भने चाहिँ कुनै एकजना व्यक्तिले मात्र लेखेका छन्।
हामीले हेऱ्यौँ भने चाहिँ अन्तिम समयमा आएर र सुरुवातको हाम्रो मोसाको समय मोसाले सुत्दा लेखेका भजनहरू अनि त्यसै गरी राजा डेभिडले त्यसै गरी हाम्रो अरू अन्य व्यक्तिहरू लेखेका ती भजनहरू जुन चाहिँ विशेष गरेर गाह्रो कठिन परिस्थितिमा परमेश्वरसँग कसरी उपस्थित हुने अनि परमेश्वरलाई कसरी चाहिँ हामीले धन्यवाद दिने अनि परमेश्वरलाई कसरी हामी जय जयकार गर्नेदेखि लिएर उहाँले गर्नुभएका ती सबै कुरामा धन्यवाद दिने यी यावत कुराहरू सबै चाहिँ के छ भने हामी भजन सङ्ग्रहमा पाउँछौँ। त्यसै कारण जसले भजन सङ्ग्रह पढ्नुभएको छैन किनभने पढ्नुभएको छैन म यहाँलाई रिक्वेस्ट गर्छु कि त्यसलाई बारम्बार पढ्नुहोस् ताकि तपाईँको आफ्नो जीवन चाहिँ परमेश्वरसँग अनि परमेश्वरको गहिराइमा पुग्ने एउटा असल माध्यम बन्न सक्छ। आमेन। अब हामी सबैलाई अघि पनि हेरेको र अहिले कतिलाई थाहा भएको र त्यो वचन हामी चाहिँ हेर्नेछौँ। भजन सङ्ग्रह 100 विशेष गरेर हामीले चाहिँ अब हेऱ्यौँ भने चाहिँ भजन सङ्ग्रहको पुस्तकहरूमा के अरे पदहरूमा हेऱ्यौँ भने चाहिँ प्राय गरी चाहिँ राइटरको नामहरू लेखेको छ। कुन राइटरले लेखेको दाउदले लेखेका हुन्थे त्यसै गरी के अरे अरू व्यक्तिहरू जुन जुन राइटरहरू त्यो समयअनुसारका व्यक्तिहरूको नाम हामी पाउँछौँ। कतिपय भजन टाइटलहरू चाहिँ त्यहाँ चाहिँ कुन व्यक्तिले लेखेको हो भनेर थाहा नभएको पनि हामी व्याख्या गर्न सक्छौँ। र भजन सङ्ग्रह यसरी पनि यस्तै हो जुन चाहिँ के छ भन्दाखेरि विशेष गरेर धन्यवादको भजन भनेर टाइटलमा छ। र यहाँ चाहिँ हामीले धेरै स्कुलहरू अथवा धेरै चाहिँ खेलहरूको मान्य चाहिँ के छ भने यो भजन पनि दाउदले लेखेको हुन सक्छन् भन्ने कुरा अनुमान छ। आउनुहोस् हामीले यो भजन फेरि एकचोटि हामी सबैले एउटै स्वरमा हामी पढ्नेछौँ। मेरो गल्तीमा रहेछ यो भजन पढ्दाखेरि चाहिँ एकदमै ध्यान दिएर पढ्नुभएको होस्। आउनुहोस् हामी चाहिँ 1 पढ्नेछौँ, सँगै पढ्नेछौँ। 1 2 3 हे सारा पृथ्वीका मानिसो परम प्रभुको जय जयकार मनाओ, आनन्द साथ परम प्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने गाओ। परम प्रभुले परमेश्वर हुनुहुन्छ भनी जान, उहाँले नै हामीलाई बनाउनु भयो र हामी उहाँकै हौँ। हामी उहाँका प्रजा र उहाँका अर्कका भेडाहरू हौँ। उहाँको भवनको गर्दै उहाँको मन्दिरमा प्रवेश गर, उहाँलाई धन्यवाद चढाऊ र उहाँको नामको प्रशंसा गर, किनभने परमप्रभु भोला हुनुहुन्छ र उहाँको करुणा सदाकाल रहन्छ। उहाँको विश्वासदेखि विश्वसम्म जहिले रहन्छ। आमेन। हामी सुरु प्रार्थना गर्छौँ। मेरो परमेश्वर बुवा हामी तपाईँलाई धन्यवाद दिन्छौँ फेरि पनि आज विशेष समय साँच्चै प्रभु परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। अनि जे जति प्रभु समयमा जे हामी भेला भइकन तपाईँ परमेश्वरको नाउँलाई जय जयकार महिमा दिएका छौँ प्रभु। त परमेश्वर महिमित हुनुभएको छ भने हामी विश्वास गर्छौँ त परमेश्वरको जीवित उपस्थिति हाम्रो माझमा राख्नुभएको छ भने हामी यो समयलाई पनि घोषणा गर्छौँ। साँच्चै जुन वचनहरू आज यस ठाउँमा ल्याएका छौँ त्यो वचन प्रभु बोल्नको लागि त परमेश्वर प्रभु पवित्र आत्माद्वारा मलाई अगुवाई गर्नुभएको छ। सुन्नेको साथमा पनि त परमेश्वर स्वयं रहनुभएको छ। हरेकलाई प्रभु अगुवाई गर्नुभएको छ भने प्रार्थना गर्छौँ। अनि पनि आजको विशेष वचनको लागि प्रभु अगुवाई मात्र प्रभु यीशु ख्रीष्टको चरण पवित्र नाममा। हामीले चाहिँ अरू भजनमा हेऱ्यौँ भने चाहिँ यहाँ कतिपय शब्दहरू एकदमै जटिल शब्दहरू छन्। तर भजन 100को पद हेऱ्यौँ भने चाहिँ 100को नम्बर हेऱ्यौँ भने चाहिँ त्यहाँ चाहिँ नबुझ्ने शब्दहरू चाहिँ एकदमै ट्रान्सलेसन चाहिँ के छ भन्दाखेरि एकदमै सरल भाषामा गरेको हामी पाउँछौँ। सरल भाषामा जुन चाहिँ के छ भन्दाखेरि सहजै बुझ्न सक्ने भाषामा हामी पाउँछौँ। सबैभन्दा पहिला चाहिँ हे सारा पृथ्वीका मानिस हो परम प्रभुको जय जयकार गर, आनन्द साथ परम प्रभुको आराधना गर, हर्षका गीत गाउँदै उहाँको सामुन्ने आओ। 1 नम्बरमा सबैभन्दा पहिला हे सारा पृथ्वीका मानिस हो परम प्रभुको जय जयकार मना। र सबैभन्दा पहिला मैले अघि के भनेको थिएँ भने वास्तवमा साँचो आराधना के हो त? यदि हामीले चाहिँ सबैभन्दा पहिला जब वचनलाई याद गर्दछौँ भन्दाखेरि यदि परमेश्वरमा विश्वास अर्थात् यदि हामीमा कुनै पनि विश्वास परमेश्वरको छैन भने परमेश्वर हामीसँग प्रसन्न हुनुहुन्छ त हुनुहुन्न। अर्थात् हामीले हेऱ्यौँ भने Hebrew 11को 5मा हेऱ्यौँ भने चाहिँ बिना विश्वास चाहिँ परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ। त्यसै कारण सबैभन्दा पहिलो मुख्य शब्द चाहिँ मुख्य कुरा चाहिँ के हो भन्दाखेरि
सबैभन्दा पहिला हामीमा चाहिँ के छ भन्दाखेरि विश्वास भन्ने शब्द हुन्छ। जब हामीमा विश्वास हुन्छ तब हामी चाहिँ के छ भन्दाखेरि विश्वास भइसकेपछि हामी चाहिँ पहिलो स्टेज चाहिँ के छ भन्दाखेरि असल आराधक अर्थात् असल सेवा गर्ने व्यक्ति अर्थात् असल परमेश्वरलाई पूजा गर्ने व्यक्ति बन्ने पहिलो बाटो हुन सक्छ। र आज हाम्रो भजनले सबैभन्दा पहिला 1 नम्बरमा के भन्छ भने हे सारा पृथ्वीका मानिसहरू परमप्रभुको जय जयकार हुन। यहाँ चाहिँ पृथ्वीका मानिसहरू कुनै विशेष गरेर हामीले भजनलाई हेऱ्यौँ भने चाहिँ इजरायलका मन्दिरहरूमा जब भजन गाउने चलन थियो त्यो बेलामा एकदमै धेरै गाउने भजनमध्ये एक पर्दछ। जब परमेश्वरलाई आराधना गर्थे, जब परमेश्वरलाई महिमा दिन्थे, तब यो भजन गाएको हामी पाउँछौँ इजरायलका मन्दिरहरूमा। र चाहिँ यहाँ चाहिँ जब इजरायलका मन्दिरमा गाउने भजन हो र आज हामीले यहाँ हेरेका छौँ, पढेका छौँ र सुनेका छौँ। र आज हामीले चाहिँ सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यहाँ आह्वान गरिएको छ कि पृथ्वीका हे सारा पृथ्वीका मानिसहरू, यहाँ चाहिँ हे इजरायली मात्र हो या हे हिब्रूहरू मात्र या हे युरोपियनहरू या हे अमेरिकनहरू या हे एसियनहरू भनेर भनेको छ। हे सारा पृथ्वीका मानिसहरू, पृथ्वीका सबै मानिसहरू, न कुनै जातको कुरा छ, न कुनै के अरे धनीको कुरा छ, न कुनै बुद्धिमानीको कुरा छ, न चाहिँ कुनै अज्ञानीको कुरा छ। हे सारा पृथ्वीका मानिस, सबै मानिस जसले चाहिँ परमप्रभुको जय जयकार गर्छ। र 2 नम्बरमा आनन्द साथ परमप्रभुको आराधना गरौँ, हर्षका गीत गाउँदै उहाँको उसारमा गरौँ। सबैभन्दा अर्को दोस्रो नम्बरमा हेऱ्यौँ भने चाहिँ हामी चाहिँ के छ भन्दाखेरि यदि परमेश्वरलाई असल आराधना गर्ने हो भने सबैभन्दा पहिला चाहिँ हामीले के हुनुपर्ने रहेछ त भन्दाखेरि हामी चाहिँ स्वयं के हुनुपर्ने रहेछ, आनन्दित हुनुपर्ने रहेछ। यदि हामीमा आनन्दित, अघि हामीलाई वचनले भने जस्तै यदि हामी आनन्दित छैनौँ भने चाहिँ हामीले परमेश्वरलाई आराधना गर्न सक्दैनौँ। किनभने परमेश्वर के चाहन्छ भन्दाखेरि परमेश्वर चाहिँ यस पृथ्वीबाट सबै मानिस चाहिँ ऊ चाहिँ आनन्दित साथ खुसी साथ परमेश्वरको भवनमा आओस्। उहाँ चाहिँ किन भन्दाखेरि परमेश्वरलाई जब हामी आराधना गर्छौँ, जब हामी चाहिँ उहाँलाई पूजा गर्छौँ भने चाहिँ के हो भन्दाखेरि सबैभन्दा पहिला हामीले मुखले बोल्ने कुराहरू र त्यसको साथसाथै हामी चाहिँ आत्मालाई के छ भने परमेश्वरमा समर्पित हुनु। यदि हामीले चाहिँ मुखले मात्र जय जयकार गर्छौँ अनि मुखले मात्र हामीले चाहिँ उहाँको प्रशंसा गर्छौँ तर हामीले चाहिँ उहाँको विशेष गरेर उहाँको चाहिँ जुन अस्तित्व छ, जुन उहाँको प्रेम छ त्यसलाई हामीले चाहिँ बुझ्न सक्दैनौँ र उहाँको चाहिँ त्यो उहाँले गर्नुभएका सबै क्रियाहरूलाई चाहिँ हामीले बुझ्न सक्दैनौँ र हाम्रो हृदयलाई परिवर्तन गर्न सक्दैनौँ भने हामीले चढाएको आराधना के मात्र हो त भन्दाखेरि एउटा ढ्याङ्ग्रो ठटाए जस्तै हो। चाहे हामी चाहिँ जतिसुकै अगाडि बढेर अगाडि आएर अगाडि आएर मैले त्यसरी यहाँ वचन भनौँ, यहाँहरूको बिचमा बाइबल हेरी तपाईँहरूलाई त्यो वचनको बारेमा भनौँ, परमेश्वरको बारेमा भनौँ, या चाहिँ क्वायर टिमले चाहिँ एकदमै भजन पुरस गाएर तपाईँहरू एकछिन आनन्दित बनाउनु भएको किन नहोस्, तर पनि हृदयमै तपाईँ परिवर्तन हुनुभएको छैन, हृदयमै परमेश्वरको अस्तित्वलाई स्वीकार गर्नुभएको छैन भने त्यो असल आराधक हुन सक्दैन। त्यसै कारण सबैभन्दा पहिला हामी चाहिँ असल आराधक बन्नलाई हाम्रो हृदयमा के हुनु पऱ्यो, आनन्दित हुनु परमेश्वरको भवनमा। अनि तेस्रो नम्बरमा हेऱ्यौँ भने चाहिँ जब हामी हृदय 2 नम्बरमा हेऱ्यौँ भने जब हाम्रो हृदयदेखि आनन्द हुन्छ तब हामीमा गाउने गीतहरू चाहिँ भजनहरू चाहिँ तपाईँलाई एउटा मन पर्ला, मलाई एउटा मन पर्ला, अर्को मन पर्ला, तर सबै चाहिँ के छ भन्दाखेरि ती भजनबाट त्यो भजनको उद्देश्य, गीतको उद्देश्य मुख्य कुरा त के हो भन्दाखेरि परमेश्वरको महिमाको लागि। हामी अगाडि आएर जुन भजनहरू पुरस्हरू गाउँछौँ त्यो चाहिँ मेरो लागि, तपाईँको लागि अनि उसको लागि होइन कि मात्र कसको लागि त जीवित परमेश्वरको लागि आयो। जब हामी आनन्दित हुन्छौँ तब हामीले गाउने ती गीतहरू, ती भजनहरू चाहिँ के छ भन्दाखेरि हर्षित आफै अटोमेटिक के छ भने हृदयदेखि नै आनन्द साथ हामीले उहाँलाई चाहिँ गाउन सक्दछौँ। त्यो भएको कारणले गर्दाखेरि सबैभन्दा असल आराधक अर्थात् परमेश्वरलाई विश्वास गर्ने अर्थात् परमेश्वरलाई आराधना गर्नको लागि दोस्रो नम्बरमा हुने गुणहरू। त्यसैले तेस्रो नम्बरमा चाहिँ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान उहाँले नै हामीलाई बनाउनु भयो र हामी उहाँकै हौँ, हामी उहाँका प्रजा र उहाँका खर्कका बेडाहरू हौँ। विशेष गरेर 3 नम्बरमा 1 र 2 नम्बरमा आराधना गरौँ, हर्ष आनन्द साथ खुसी साथ उहाँको भवनमा आऊ गाउँदै के अरे उहाँको भवनमा आऊ भनेछ भने। अनि तेस्रो नम्बरमा चाहिँ परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान भनिरहेको छ। किनभने यदि जब हामीले परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनेर हामी जान्न सक्दैनौँ भने हामी चाहिँ असल आराधक बन्न सक्दैनौँ र हामीले उहाँलाई चाहिँ आराधना गर्न सक्दैनौँ र हामीले हाम्रो हृदयमा पनि के छ भन्दाखेरि आनन्दित भएर हर्ष गीतहरू पनि गाउन सक्दैनौँ। गीत त गाउन सक्छौँ तर के छ भने सांसारिक जीवनमा रहेर एकछिन आनन्द आउने, सांसारिक जीवनमा रहेर एकछिन मनाउने,
एकछिन चाहिँ आनन्द दिने खालको त्यस्तो खालको होला। तर हाम्रो जुन परमेश्वरले दिनुभएको जुन चाहिँ मानिसलाई माटोबाट बनाउनु भएर जुन जीवनको सास बोकेर दिनुभएको आत्मा त्यो सृष्टि गर्नुभएको त्यो मानिस हो। त्यसको जुन अनन्त खालको आनन्द चाहिँ हामी चाहिँ अन्य कुराहरूमा पाउँदैनौँ। त्यसै कारण सबैभन्दा पहिला चाहिँ हामी चाहिँ के छ भन्दाखेरि परमप्रभु परमेश्वर नै हुनुहुन्छ भने जान्नु सबभन्दा पहिलो कुरो के हो त? त्यसको लागि चाहिँ हामीले चाहिँ उहाँका सबै कुराहरूलाई बुझ्न सक्नु पर्यो। त्यसै गरी उहाँले नै हामीलाई बनाउनु भयो। सबभन्दा पहिला बुझ्नुपर्ने कुरा चाहिँ के रहेछ भन्दाखेरि आज हामी चाहिँ स्वयं हाम्रो ज्ञान बुद्धि शक्ति सामर्थ्यले होइन कि हामीलाई चाहिँ बनाउनेको त परमेश्वर हुनुहुन्छ। जब हामीले यो थाहा गर्न सक्छौँ, जब हामीले विश्वास गर्छौँ कि हामीले उहाँलाई बनाउनु भएको, तब हामीलाई उहाँले बनाउनु भएको हो त हामी चाहिँ के छ भन्दाखेरि उहाँप्रति धन्यवादी भएर सारा हृदयका साथ उहाँलाई धन्यवाद जय जयकार गराउने काम नै के हो भन्दाखेरि परमेश्वरले जब मानिसलाई सृष्टि गर्नुभयो, मानिसले चाहिँ पृथ्वीमा सबै कुरा सृष्टि गर्नु भइसकेपछि पृथ्वीको अधिकार गर्नलाई एक सामर्थ्यशाली मानिसले सृष्टि गर्नुभयो। र परमेश्वरले चाहिँ मानिस चाहिँ के छ भन्दाखेरि परमेश्वरलाई आराधना गर्नको लागि सृष्टि गर्नुभएको कुरा हामी। त्यसै कारणले गर्दाखेरि जब हामी परमप्रभुलाई परमेश्वर हुन्छ जानकार गर्न सक्छौँ र हामीलाई चाहिँ उहाँले बनाउनु भएको कुरा हामी थाहा गर्न सक्छौँ। र के हो भन्दाखेरि यो पनि थाहा गर्न जरुरी छ कि वचनले भन्छ कि हामी उहाँकै हौँ। माथि 1 नम्बर भन्छ हे सारा पृथ्वीका मानिस हो, अनि त्यसै गरी 3मा भन्छ हामी उहाँकै हौँ। आज हामी कसका हौँ? जीवित परमेश्वर जसले चाहिँ स्वर्ग पृथ्वी अनि सबै कुरा सृष्टि गर्नुभयो। आज हामी उहाँका हौँ। तर आज कतिपय आज असल साँचो परमेश्वरलाई नचिनेर कतिपय व्यक्तिहरू संसारमा के छ भने सांसारिक जीवनमा रहेर उनीहरूले चाहिँ के छ भन्दाखेरि अन्य परमेश्वरको अस्तित्वलाई स्वीकार नगरिकन, परमेश्वरको त्यो प्रेमलाई स्वीकार नगरिकन, अनि परमेश्वरले दिनुभएको त्यो वचनलाई बेवास्ता गरिकन स्वयं परमेश्वरलाई घृणा गरेर सांसारिक जीवनमा अन्य देवी देवताहरूको आराधना गरेर मानिसले नै आफ्नै कलाद्वारा बनाएका कुराहरूप्रति समर्पित भएर उहाँको चाहिँ के छ भन्दाखेरि उहाँको अस्तित्वलाई स्वीकार नगर्दा धेरैले के छ भने अनन्त जीवन गुमाएका छन्। तर आज वचनले भन्छ कि आज हामीहरू कसका हौँ? उहाँकै हौँ। त्यसै कारणले गर्दाखेरि आज हामीले चाहिँ उहाँकै अस्तित्वलाई स्वीकार गर्नुपर्दछ र हामी उहाँका पर्जा र उहाँका खर्कका भेडाहरू हौँ। यदि हामी उहाँका पर्जा हौँ, उहाँका खर्कका भेडाहरू हो भने चाहिँ हाम्रो परमेश्वर जीवित परमेश्वर को हुन्छ? हाम्रो गोठालो हुन्छ। र जब गोठालोले ड्युटी के हो? गोठालोको कर्तव्य के हो? आफ्ना भेडाहरूलाई हरेक जस्तोसुकै परिस्थिति आए तापनि सुरक्षा दिने। त्यसै कारणले गर्दाखेरि जब हामी उहाँका हौँ र हामी चाहिँ उहाँका प्रजा, अनि त्यसरी उहाँ हाम्रो राजा हुनुहुन्छ र हामी चाहिँ उहाँका खर्कका भेडाहरू हौँ भने चाहिँ उहाँ हाम्रो चाहिँ गोठालो हुनुहुन्छ। त्यसै कारणले गर्दा आज हामीहरू असल आरोधहरूले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि आज हामी त्यस्तो खालका भेडाहरू हौँ जुन चाहिँ हामीलाई अघि पछि तलमाथि सबै कुराबाट सुरक्षा अनि सहायता गर्ने एकमात्र गोठालो। न त हामीलाई गर्मीको समय, न त हामीलाई जाडोको समय, न त हामीलाई के छ भन्दाखेरि चौरमा चर्न जाँदा विशेष गरेर हामीले बाइबलमा हेऱ्यौँ भने बहसहरू, विशेष गरेर हामीले हेऱ्यौँ भने विभिन्न जङ्गली जनावरको डर, यी चिजहरूबाट सबै कुराबाट सुरक्षा राख्ने काम जसले चाहिँ एउटा गोठालोको, त्यस्तै आज मानिसको गोठालो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। एउटा असल आराधकले बुझ्नुपर्ने कुरा यदि हाम्रो अर्थात् मेरो अर्थात् संसारमा रहेका सबै व्यक्तिहरूलाई, सबै मानिसहरूलाई चाहिँ त्यस्तो गोठालो परमेश्वर हुनुहुन्छ भने आज हामीले उहाँलाई आराधना गर्नु कतिको असल कुरा हो। किनभने सबैभन्दा ठुलो कुरा के हो भन्दाखेरि आज हामीले उहाँलाई चिन्ने, हामीले उहाँलाई बुझ्ने अनि हामी चाहिँ के छ भने उहाँ हाम्रो एउटा गोठालो हुनुहुन्छ भन्ने कुरा जब हामी थाहा गर्छौँ, थाहा गरिसकेपछि सबैभन्दा मुख्य कुरा के हो भने हामी वचन नम्बर 1 र 2मा भने चाहिँ हाम्रो सारा हृदय अनि सारा प्राणले चाहिँ के छ भन्दाखेरि उहाँको आराधना गर्नु र हामी चाहिँ कुनै पनि किसिममा डर चिन्ता फिक्री नगरिकन हामी चाहिँ के छ हाम्रो वरिपरि जुन जसोसुकै परिस्थिति आए पनि त्यसलाई सुरक्षा अनि सहायता गर्ने हाम्रो को हुनुहुन्छ? परमेश्वर स्वयं के हुन्छ? गोठालो हुनुहुन्छ। त्यसै कारण हामी चाहिँ के छ भन्दाखेरि उहाँलाई आराधना गर्नुपर्छ। त्यसै कारण आज हामी चाहिँ के छ भन्दाखेरि आज देखावटी रूपमा होइन कि एकदम आनन्दित साथ भित्रदेखि नै हामी चाहिँ के छ भने उहाँको दरबारमा गएर उहाँको भवनमा आएर हामी चाहिँ के छ भन्दा हर्षका गीत गाउने व्यक्ति अनि असल आराधना गर्ने व्यक्ति हुनुपर्दछ। त्यसै गरी 4 महिना पनि उहाँका भवनका द्वारभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गरेर उहाँलाई धन्यवाद चढाएर उहाँको नामको प्रशंसा गर। हामी आज हामीले उहाँलाई विशेष गरेर उहाँको भवनमा आज 4मा चाहिँ उहाँको भवनमा द्वारभित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा पस। सबैभन्दा पहिला हामीले जब हामी उहाँ
आज हामीले हेऱ्यौँ भने चाहिँ विशेष गरेर हामीले हेऱ्यौँ भने चाहिँ उहाँको मन्दिर के होला वास्तवमा? उहाँको मन्दिर कहाँ छ? हृदयमा छ। र जहाँ चाहिँ मानिसहरू उहाँको नाउँमा भेला हुन्छन् त्यहाँ चाहिँ के हो त? त्यो पवित्र भवन। आज यो घर चाहिँ के छ भन्दाखेरि परमेश्वरको पवित्र मन्दिर हो। आज चाहिँ जहाँ तपाईँ र म यसरी भेला भएर उहाँको आराधना गर्छौँ त्यो चाहिँ के हो त? असल उहाँको मन्दिर हो। त्यही भएको कारणले गर्दाखेरि यो मन्दिरमा परमेश्वर कसरी भन्दाखेरि एकदम सबैभन्दा पहिला उहाँको द्वारभित्र भवनको द्वारभित्र धन्यवाद साथ अनि त्यसै गरी उहाँलाई धन्यवाद चढाएर उहाँको नाम प्रशंसा गरेर उहाँलाई धन्यवाद दिने कुरामाथि जब हेऱ्यौँ भने चाहिँ सबैभन्दा पहिला के छ भन्दाखेरि उहाँले चाहिँ हामीलाई के गर्नुभएको छ? बनाउनु भएको छ प्रियहरू। त्यसै कारणले गर्दाखेरि हामी धन्यवाद चढाउनु पर्यो। अनि हामीलाई सुरक्षा पनि दिनेको हुनुहुन्छ उहाँ नै हुनुहुन्छ। अनि हामीलाई चाहिँ के छ भन्दाखेरि हरेक कुरामा गाह्रो कठिन परिस्थितिमा हाम्रो खाँचो फिक्रीलाई पुरा गर्ने पनि को हुनुहुन्छ? उहाँ नै परमेश्वर हुनुहुन्छ। त्यसै कारणले गर्दा आज हामी चाहिँ उहाँलाई चाहिँ के छ भन्दाखेरि प्रशंसा गर्ने अनि असल आराधना गर्ने व्यक्ति चाहिँ बन्नुपर्ने हामी यहाँ वचनले भन्दछ। अनि त्यसै गरी अन्तिम हेऱ्यौँ चाहिँ उहाँको नाउँको प्रशंसा गर्नु। र त्यो प्रशंसा चाहिँ हामीले चाहिँ के छ भन्दाखेरि परमेश्वरले चाहिँ तपाईँ र मेरो मुखले अनि तपाईँ र मेरो चाहिँ हात ताली बजाएर तपाईँ र मैले चाहिँ एउटा केही वाद्य बजाएर गर्ने पनि एउटा माध्यम हो। तर त्योभन्दा पहिला चाहिँ सबैभन्दा पहिला के छ भन्दाखेरि हाम्रो चाहिँ जसरी परमेश्वर पवित्र हुन्छ त्यसै गरी हामी पनि पवित्र हृदयका साथ जब हामी धन्यवाद चढाउँछौँ तब परमेश्वरले त्यसलाई के गर्नुहुन्छ? स्वीकार गर्नुहुन्छ। त्यसलाई के गर्नुहुन्छ? ग्रहण गर्नुहुन्छ। त्यसै कारणले गर्दाखेरि सबैभन्दा पहिला चाहिँ हाम्रो हृदय चाहिँ त्यस्तै सफा हुनुपर्छ जस्तो चाहिँ के छ भन्दाखेरि परमेश्वरको छ। मानिस पापमै स्वभाव भएको कारणले गर्दाखेरि सांसारिक जीवनका शक्तिहरूले चाहिँ तानेको कारणले गर्दाखेरि सांसारिक लोभ र लालचमा फसाउनलाई तानिएको कारणले गर्दाखेरि धेरै किसिमका त्यस्ता खालका सोचहरू विचार हुन्छ। तर पनि जब हामी उहाँको वचनलाई हेर्छौँ, जब हामी उहाँको अस्तित्वलाई स्वीकार गर्छौँ, जब हामी आनन्द साथ हाम्रो चाहिँ हृदय चाहिँ के छ भने परमप्रभुमा समर्पण गर्छौँ, हामी चाहिँ के छ भन्दाखेरि हामी उहाँका प्रजा अनि त्यसैले उहाँका भेडाहरू बन्ने अधिकार दिनुभएको छ। 5 मा हेऱ्यौँ भने किनभने परमप्रभु भला हुनुहुन्छ र उहाँको करुणा सदाकाल रहन्छ, उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तौँसम्म रहि नै रहन्छ। आमेन। आज हामीले चाहिँ हेऱ्यौँ भने चाहिँ हामी अहिले 21औं शताब्दीमा छौँ। त्यसै भएको कारणले गर्दाखेरि हामीसँग धेरै टेक्नोलोजी भएको कारणले गर्दाखेरि हाम्रो सबै डाटाहरू हामीले कलेक्सन गर्न सक्छौँ। हाम्रो बुवा आमाहरूको जुन टेक्नोलोजी भएको कारणले गर्दा सबै कुरा थाहा गर्न सक्छ। भनेपछि अब याद गर्नु 100 वर्ष अगाडि जुन देशमा चाहिँ त्यो टेक्नोलोजी थिएन त्यो देशमा वास्तवमा आफ्नो एक पुस्ताभन्दा अगाडिको पुस्तालाई जसले देख्यो त्यो नदेखेकोलाई चाहिँ मान्ने आधार के हो त? सके हामीसँग के होला कि अहिले मेरो बुवा मेरो नानीमा के छ? मेरो बुवाको नाम छ अनि मलाई थाहा मेरो छोराहरूले चाहिँ के थाहा गर्न सक्छ कि उसको हजुरबा मेरो हजुरबा को हो भनेर भन्यो भने मैले जानकारी गर्न सक्नु पऱ्यो। होइन भने चाहिँ एउटा प्रुफ के हो त? त्यो दादिता हो, यो मात्रै हो, उसको बुवा अथवा उसको हजुरबा अथवा उसको चाहिँ पुस्ता। तर हामीले यहाँ चाहिँ हेऱ्यौँ भने चाहिँ हामीले चाहिँ परमेश्वर चाहिँ के छ भन्दाखेरि सुरुवातदेखि अन्त्यसम्म अर्थात् हिजो आज र भोलि सदाबार एकनाश परमेश्वरको बारेमा हामी हेर्छौँ। र हामीले चाहिँ एउटा कागजमा लेखेको कुरालाई हामीले के गरेका छौँ भन्दाखेरि त्यो सत्य हुन पनि सक्ने भयो, नसत्य हुन सक्ने भयो, तर कानुनी रूपमा मान्यता दिएको कारणले गर्दा हामीले त्यसलाई चाहिँ के गरेका छौँ? विश्वास गरेका छौँ। उहाँ मेरो के हो? बुवा हो। उहाँ मेरो आमा हो, उहाँ मेरो हजुरबा हो। त्यो एउटा दस्तावेज जुनमा छ हामी जुन कागजमा हेर्छौँ त्यसकोहरूमा हामीले नदेखे तापनि हामीले चाहिँ के छ भन्दाखेरि उहाँको कसैको फोटो अथवा तेरो बुवा यस्तो हुन्थ्यो अथवा तेरो हजुरबा यस्तो हुन्थ्यो भनेर अथवा हामी जब कुराहरू सुन्छौँ त्यसपछि हामीले जस्ट कल्पना मात्र गरेर हामी चाहिँ के गरेका हुन्छौँ? विश्वास गर्छौँ नदेखेको कुराहरूलाई। र त्यस्तै परमेश्वर जसलाई न तपाईँले न मैले न हिजोका व्यक्तिहरूले न भोलिका व्यक्तिहरूले देख्ने छन्, तर हामीले चाहिँ विश्वासद्वारा उहाँले चाहिँ के छ भन्दाखेरि अनुभव गर्न सक्छौँ। विश्वासद्वारा हामीले चाहिँ उहाँले गर्नुभएको त्यो प्रेमलाई, उहाँले गर्नुभएको त्यो क्रियालाई अनि उहाँले गर्नुभएको संसारमा सबै गर्नुभएको समर्थलाई हामी चाहिँ के छ भन्दाखेरि त्यसलाई अनुभव गर्न सक्छौँ। र त्यस्तो खालको परमेश्वर जो चाहिँ के छ भन्दाखेरि
भला हुनुहुन्छ, जो कहिले पनि तपाईँ र मेरो साधारण गल्तीको लागि, साधारण चाहिँ हाम्रो मिस्टेकको लागि दण्ड दिने परमेश्वर चाहिँ हुनुहुन्न। सदाबहार के हुन्छ, भलै गर्ने परमेश्वर हुनुहुन्छ। तपाईँ आज जानेर नजानेर, मैले जानेर नजानेर परमेश्वर विरुद्ध हामीले कति काम गरेका छौँ, कति काम गरेका छौँ। यदि त्यसको लेखाजोखा परमेश्वरले गर्ने हो भने चाहिँ आज तपाईँ र म यस्ता भएर हामी चाहिँ दण्डको भागीदारी हुन्छ। हामी एकछिन पनि जिर्नु सकेको तर परमेश्वरले तपाईँ र मलाई चाहिँ के छ भने भलो परमेश्वर हुनुभएको कारणले गर्दाखेरि तपाईँ र मैले उहाँको विरुद्धमा गरेका जस्तो सुकै कुरालाई पनि उहाँले के गर्नुभएको छ, क्षमा दिनुभएको छ। के मार्फत क्षमा दिनुभयो? तपाईँ र मलाई उहाँले आफ्नो पुत्र प्रभु येशू ख्रीष्ट जसले बनाउनु भयो हामीलाई, र उहाँले चाहिँ तर मानिसले चाहिँ पापको कारणले गर्दा उहाँको सम्बन्ध टुटेर पनि तर परमेश्वरले चाहिँ के छ भने मानिसलाई प्रेम गर्नुभएको कारणले गर्दा, भलो हुनुभएको कारणले गर्दाखेरि उहाँ चाहिँ एकनाश हुनु नै परमेश्वर हुनुभएको कारणले गर्दा तपाईँ र मेरो मलाई प्रेम गर्नु नै अथवा संसारमा रहेको मानिसलाई प्रेम गर्नु नै भएको कारणले गर्दाखेरि मानिसलाई त्यत्तिकै छोड्नु भयो। उहाँ एउटा गोठालाको रूपमा आउनुभयो, गोठालाको रूपमा रहनुभयो र के छ भन्दाखेरि संसारमा रहेका सबै ती मानिसहरूलाई चाहिँ उहाँले चाहिँ के छ भन्दाखेरि आफ्नो एकमात्र पुत्र दिएर फेरि पनि के छ भन्दाखेरि उहाँसँग फेरि एउटा असल आराधक बन्नको लागि, एउटा असल परमेश्वरलाई सेवा गर्ने व्यक्ति बन्नको लागि एउटा अनि परमेश्वरसँगको सम्बन्ध कायम राख्नको लागि चाहिँ उहाँले चाहिँ के छ भन्दाखेरि उहाँको पुत्रलाई यस संसारमा पठाउनु भयो अनि हाम्रो पाप सबै के गर्नुभयो त मेटाइदिनु भयो। त्यस्तो खालको परमेश्वर हुनुहुन्छ जुन चाहिँ परमेश्वर के छ भन्दाखेरि जुन हिजो आज भोलि अर्थात् आज हामीले चाहिँ पुरानो प्रभु येशू ख्रीष्ट 2025 वर्ष अगाडि आउनुभएको हामी थाहा गर्न सक्छौँ भन्दाखेरि त त्यही परमेश्वर चाहिँ के छ भन्दाखेरि सुरुवातदेखि नै के हुनुहुन्थ्यो उहाँद्वारा नै, उहाँको बोलीद्वारा नै, उहाँको वचनद्वारा नै सबै कुरा सृष्टि भयो। त्यसै कारण उहाँको त्यो विश्वसनीयता भन्ने कुरा चाहिँ हिजो आज अर्थात् पुस्तौँदेखि पुस्तकसम्म सदाबहार रहन्छ र त्यसको चाहिँ कहिले पनि कमी हुने छैन। त्यो भएको कारणले गर्दा आज त्यस्तो परमेश्वरलाई आज सबैभन्दा पहिला आज हामीले बुझ्नुपर्ने कुरा के रहेछ भन्दाखेरि हामीले आराधना किन गर्ने, हामीले उहाँलाई चाहिँ के छ भन्दाखेरि धन्यवाद किन दिने, अनि हामीले चाहिँ वास्तवमा के छ भन्दाखेरि हरेक समय हामी हप्ताभरि हामी हरेक कुरामा बिजी हुन्छौँ। तर हामीले यदि आइतबार अथवा जुन सभाको दिन छ त्यो दिनलाई मात्रै पालना गरेर हामी चाहिँ फेरि के छ भन्दाखेरि उहाँको असल आराधक चाहिँ बन्न सकिँदैन। यदि हामीले हप्तामा एक दिन आएर चर्चमा आएर एकदम भजन कोरस गाएर अनि त्यसै गरी एउटा वचन सुनेर अथवा वचन बोलेर हामी चाहिँ उहाँको असल आराधक पक्कै पनि बन्न सकिँदैन। त्यसै कारण हामी चाहिँ जसरी चाहिँ उहाँ चाहिँ एउटा विश्वसनीयता हुनुहुन्छ अनि त्यसपछि उहाँ करुणा हुनुहुन्छ अनि त्यसै गरी उहाँ चाहिँ पुस्तौँदेखि पुस्तौँसम्म रहनु नै परमेश्वर भएको कारणले गर्दाखेरि हामी चाहिँ हर पल हर समय चाहिँ उहाँलाई धन्यवाद दिनुपर्छ। चाहे हामीलाई गाह्रो, चाहे कठिन, चाहे हामी हाँसोमा हौँ, चाहे हामी दुःखमा हौँ, तर उहाँको अस्तित्वलाई, उहाँको चाहिँ त्यो कामलाई अनि उहाँको चाहिँ त्यो प्रेमलाई चाहिँ हामी सदाबार चाहिँ के छ भन्दाखेरि धन्यवाद चाहिँ चढाउने व्यक्ति हुनुपर्छ। र त्यो धन्यवाद चढाउनको लागि चाहिँ मैले सबैभन्दा अघि भनिसकेँ प्रभु धन्यवाद त्यहाँबाट सिद्ध भइगयो। यदि हामीले परमेश्वरले गर्नुभएको कामलाई जब हामी धन्यवाद दिन्छौँ भने चाहिँ त्यसको लागि सबैभन्दा पहिला हामीले चाहिँ के छ भन्दाखेरि एक नम्बर प्रार्थना गर्न सक्नु पऱ्यो, दुई नम्बर हामी चाहिँ परमेश्वरको वचनलाई हाम्रो हृदयमा राख्न सक्नु पऱ्यो। हृदयमा राख्नको लागि हामीले चाहिँ के गर्नु पऱ्यो, हामीले चाहिँ बाइबल अध्ययन गर्नु पऱ्यो। जब हामी बाइबल अध्ययन गर्छौँ तब परमेश्वर कस्तो हुनुहुन्छ र परमेश्वरले हरेक मानिसलाई अनि र त्यो मानिससँग परमेश्वरको के उद्देश्य छ त्यो सबै थाहा गर्न सक्छौँ। जब हामी बाइबल पढ्छौँ त हामी त अटोमेटिक परमेश्वरलाई धन्यवाद चाहिँ अटोमेटिक हृदयदेखि दिन्छौँ। किनभने उहाँले हामीले थाहा गर्न सक्छौँ, उहाँले हामीलाई बनाउनु भएको, उहाँले हामीलाई चाहिँ हरेक गाह्रो कठिन परिस्थितिमा सुरक्षा दिनुभएको, हामीलाई चाहिँ विभिन्न परिस्थितिबाट सधैँभरि के छ आफ्नो बाहुबलीमा सुरक्षा राख्नुहुने त्यस्तो खालको परमेश्वर हुन्छ। त्यसै कारण जब हामी चाहिँ यी कुरा थाहा गर्छौँ, थाहा गरिसकेपछि हामी चाहिँ अटोमेटिक कसैले धन्यवाद नदिए भने पनि हाम्रो हृदयदेखि नै अटोमेटिक आउँछ। तर यदि हामीले चाहिँ हप्तामा एकचोटि आएर परमेश्वरको मण्डलीमा आएर हप्तामा एकचोटि मात्र आएर हामीले आराधना गर्छौँ अनि त्यसपछि उहाँलाई बुझ्न कोसिस गर्छौँ भनेदेखि उहाँले पनि के गर्नुहुन्छ त मैले अघि भनेछु तपाईँले एकचोटि हप्तामा एकचोटि कोही रेगुलर आउनुहुन्छ, कोही रेगुलर आउनुहुन्न, तर तपाईँ आए पनि नआए पनि तर तपाईँहरूलाई गर्ने प्रेम उहाँले सदाबहार गर्नुहुन्छ। किनभने उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ स्वार्थी हुनुहुन्न। किनभने हामी जस्तो मानिस जस्तो उहाँ चाहिँ स्वार्थी नहुनु भएको कारणले गर्दाखेरि हरेक परिस्थितिमा चाहिँ तपाईँ र तपाईँको जीवनमा मेरो र मेरो जीवनमा उहाँको आशिष, उहाँको कृपा अनि प्रेम चाहिँ सदाबहार छ। अब
हामीले छान्नुपर्ने मुख्य कुरा के हो भन्दाखेरि जुन बाटो हामीले रोजेका छौँ, जुन बाटो हामीले चाहिँ चुनेका छौँ, त्यो बाटो चाहिँ परमेश्वरले तपाईँ र मलाई दिनुभएको बाटो हो कि होइन भन्ने कुरा मुख्य कुरा। र हामी चाहिँ त्यो बाटो हिँड्दाखेरि, त्यो बाटो चल्दाखेरि हामी चाहिँ परमेश्वरको असल आराधक अर्थात् उहाँ जुन हाम्रो चाहिँ गोठालो हुनुहुन्छ, हामी जुन चाहिँ उहाँले हामीलाई पर्दा भन्ने अधिकार दिनुभएको छ, जुन उहाँ राजा हुनुहुन्छ, जुन चाहिँ उहाँ गोठालो हुनुहुन्छ, त्यो चाहिँ हामीले चाहिँ त्यो पुरा गर्न सके कि सकेन भन्ने कुरा हुन्छ। यी सबै गर्नको लागि सबैभन्दा मुख्य कुरा हामीसँग तिनवटा कुराहरू याद गर्नु पऱ्यो कि हामी चाहिँ मलाई चाहिँ बनाउने चाहिँ को हो त? मेरो बुवामा भौतिक रूपमा हेऱ्यो भने चाहिँ, तर परमेश्वरले सुरुबाट मानिसले कसरी सृष्टि गर्नुभएको छ? भूमिको माटोबाट सृष्टि गरेर उहाँले आफ्नो जीवनको सास दिनुभएको छ। तब मात्र मानिस चाहिँ के भएको छ? जीवित प्राणी भएको छ। त्यसै कारणले गर्दा आज हामीलाई आत्मिक रूपमा बनाउने, हरेक रूपमा सुरक्षा सहायता गर्ने एकमात्र जीवित परमेश्वर हुनुहुन्छ। तपाईँ र मलाई अनगिन्ती रूपमा दिनुहुने त्यो आशिष भनेर र अनगिन्ती रूपमा त्यो पठाउनु भएको त्यो जुन प्रेम छ, त्यो प्रेमलाई चाहिँ आज हामीले चाहिँ के छ भने कुल्चिएर हप्तामा एकचोटि आएर अनि परमेश्वरलाई महिमा दिएर अनि परमेश्वरलाई हामी जय जयकार गरेर उहाँको असल आराधक बन्न सक्दैनौँ। र हामी चाहिँ के छ भन्दाखेरि अनि उहाँले दिनुभएको त्यो प्रेमलाई पनि बुझ्न सक्दैनौँ। जब हामीले उहाँले दिनुभएको त्यो प्रेम, उहाँमा जुन पवित्र हुनुहुन्छ, जुन पवित्रको बारेमा हामी जानकारी गर्न सक्दैनौँ भने हाम्रो हृदय पनि पवित्र बनाउने कोसिस पनि गर्दैनौँ। किनभने हामीले चुनेको बाटो त्यो हाम्रो हृदयलाई परिवर्तन गर्ने, हाम्रो हृदयलाई पवित्र बनाउने बाटै होइन। किनभने हामी चाहिँ सांसारिक जीवनमा हिँडेका छौँ। जब हामी सांसारिक जीवनमा हेर्छौँ, परमेश्वरको अस्तित्वलाई हामी स्वीकार गर्न चाहँदैनौँ। किनभने सांसारिक जीवनमा रहेका ती चिजहरूले चाहिँ परमेश्वर सधैँभरि परमेश्वर विरोधी रहेर एकछिनको लागि आनन्द बनाउने कामहरू मात्र दिएको हुन्छ। त्यसै कारण यहाँ आजप्रति सबै भाइ दिदीबहिनी सबैलाई चाहिँ म के अनुरोध गर्दछु भन्दाखेरि त्यस्तो परमेश्वरलाई यहाँले चाहिँ हरेक दिन धन्यवाद चढाउनु भएको होस्, हरेक दिन उहाँमा समर्पित गर्नु भएको होस् अनि हरेक दिन उहाँलाई चाहिँ के छ भन्दाखेरि उहाँको वचनलाई आफ्नो हृदयमा राख्नुभएको होस्। अर्थात् उहाँको वचनलाई हृदयमा राख्नको लागि आज परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ बाइबल। तपाईँसँग ज्योतिषसँग बाइबल छ छैन भने मसँग तपाईँले सम्पर्क गर्नुभएको होस्, म बाइबल उपलब्ध गराउँला ताकि तपाईँहरू चाहिँ के छ भन्दाखेरि बाइबल अध्ययन गरेर परमेश्वरको त्यो गहिराइमा पुग्ने अनि समर्पित बन्ने व्यक्ति अनि परमेश्वरलाई जुन मनपर्ने र असल पर्दा भन्नुभएको छ त्यो पर्दा अनि त्यसै गरी त्यस्तो हाम्रो त्यो असल गोठालोलाई हामी चाहिँ के छ भने बुझ्न सक्ने हृदय प्राप्त गर्न सक्छौँ। त्यसै कारण आउनुहोस् आज हामी जे भेला भएका छौँ, जे आजको वचनमा हामीले सुनेका छौँ, सबै व्यक्ति चाहिँ परमेश्वरलाई मनपर्ने आराधक, परमेश्वरलाई मनपर्ने प्रजा, परमेश्वरका मनपर्ने भेडाहरू बन्न सकेका हौँ। र भोलिका दिनमा उहाँको वचनलाई हाम्रो हृदयमा राखेर, उहाँको वचनलाई हृदयमा राखेर विशेष बाइबल अध्ययन गरेर त्यो अनुसार चल्दै उहाँको अनि उहाँलाई महिमा दिँदै अनि उहाँमा रमाउँदै अनि यस संसारमा मात्र होइन कि हरेक परिस्थिति जस्तोसुकै परिस्थिति आए तापनि संसारमा आनन्द साथ रमाउँदै अनि त्यसै गरी यस संसारमा हामी छोडेर गए पनि हाम्रो अनन्त जुन जीवनको भागीदारी छौँ त्यसमा चाहिँ फेरि उहाँको राज्यमा प्रस्थान गर्ने व्यक्ति बन्न सकेका हौँ। आमेन। हुन्छ, यहाँ सबैलाई आजको वचनमा परमेश्वरले प्रशस्त मात्रामा राखिदिनु भएको होस् र वचन अनुसार यहाँको जीवनमा फेरि पनि परमेश्वरले चिन्न सक्ने, असल आराधक बन्न सक्ने अनि साँच्चै त्यस्तो परमेश्वर होलाई को हुनुहुन्छ अर्थात् उहाँले नै हामीलाई अर्थात् मलाई बनाउनु भएको हो भन्ने कुरा हृदयका साथ स्वीकार गर्न सक्ने त्यो हृदय पनि यहाँलाई परमेश्वरले दिनुभएको होस्। आमेन। हुन्छ, आउनुहोस् हामी आफ्नो ठाउँबाट उठ्नेछौँ र आजको अन्तिम प्रार्थना गरेर हाम्रो सेवालाई विसर्जन गर्छौँ। महान जीवित परमेश्वर फेरि पनि हामी तपाईँलाई धन्यवाद दिन्छु प्रभु अनि फेरि पनि धन्यवाद दिन्छु आजको विशेष समयको लागि अनि आजको वचनको लागि। साँच्चै प्रभु फेरि पनि हामी तपाईँलाई सबै कुराबाट हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। हामी हाम्रो हृदयका साथ परमेश्वरलाई स्वीकार्न सक्यौँ त परमेश्वरलाई चिन्न सक्ने अन्त परमेश्वरले नै हामीलाई बनाउनु भएको कुरालाई बुझ्न सक्ने त्यो हृदय प्रदान गर्नुभएको र भोलिका दिनमा साँच्चै तपाईँ हाम्रो असल गोठालो हुनुहुन्छ र तपाईँ परमेश्वर साँच्चै असल गोठालो हुनुको कारणले गर्दाखेरि हामी तपाईँका भेडाहरू असल भेडाहरू बन्ने त्यसै गरी साँच्चै असल प्रजा बन्ने व्यक्ति बन्नमा त परमेश्वरले हामी हरेकलाई पवित्र आत्माद्वारा अगुवाई गर्नुभएको भन्ने हामी प्रार्थना गर्छौँ र भोलिका दिनमा हाम्रो सारा दिन प्रत्येक दिन त परमेश्वरसँग समर्पित भइकन परमेश्वरलाई महिमा दिइकन त परमेश्वरलाई जय जयकार गरिकन आनन्द मनाउने व्यक्ति बन्ने सबैलाई सहायता गर्नुभयो। धन्यवाद दिन्छु, सबै कुरा तपाईँको हातमा छु।
फेरि पनि परमेश्वरमा हामी छुट्नु छ। अब त परमेश्वर सबैलाई सुरक्षा सहायता प्रदान गर्नुभएको, जो बिमार हुन्छ प्रभु परमेश्वर उहाँ चङ्गाई गर्नुभएको, जो साँच्चै प्रभु तपाईँको प्रेममा प्रभु बुझ्न सक्नुभएको छ, त्यो बुझ्नलाई त परमेश्वरले उहाँको हृदयमा काम गर्नुभएको, जो गतिमा जो प्रभु हुनुहुन्छ उहाँलाई त परमेश्वरले प्रशस्त गरी प्रदान गर्नुभएको, जो बिमार हुन्छ अनि त्यसै गरी जो प्रभु साँच्चै आत्मिक रूपमा कमजोर हुन्छ त परमेश्वरले आत्मिक बल शक्ति र सामर्थ्य प्रदान गर्नुभएको छ। अनि हामी सबैले तपाईँको हातमा राख्छौँ। हप्ताको सबैको सुरक्षा सहायता प्रदान गर्नुभएको छ। अनि विशेष गरी त्यो कामको खोजीमा हुनुहुन्छ प्रभु, त परमेश्वरले काम मिल्नमा अनि त्यो मिल्ने त्यो साँच्चै प्रभु त्यो बाटो त परमेश्वरले देखाउनु भएको छ भने हामी प्रार्थना गर्छौँ। जे यस ठाउँमा आउनुभएको छैन प्रभु, जहाँ हुन्छ जस्तो ठाउँमा हुन्छ प्रभु त परमेश्वरले नै सुरक्षा अनि सहायता प्रदान गर्नुभएको छ। धन्यवाद छ परमेश्वर पिताको प्रेम, प्रभु येशू ख्रीष्टको नाममा पवित्र आत्माको सेवा र सङ्गति प्रभु येशू ख्रीष्ट तपाईँको दोस्रो आगमन नहुन्जेलसम्म हामी सबैको साथमा सदा सर्वदा रहिरहोस्। आमेन। सबैलाई जय मसीह।